यो ठाउँमा चाहिँ धेरै हाम्रा परदेशी दाजुभाइ बसोबास गर्नुहुन्छ यो जग्गामा चाहिँ। र यो ठाउँमा चाहिँ आएर धेरै वर्षदेखिबाट धेरै मेहनत गर्नुहुँदैछ र आज चाहिँ यहाँ आएर भिडियो बनाउँदैछु। यो भिडियो चाहिँ सबैजनाले हेर्नुहोला र सबै भाइ ठाउँमा पुर्याउनु होला। र धेरै वर्ष अघिदेखिबाट हाम्रा दाजुभाइहरू यहाँ आएर धेरै मेहनत र सङ्घर्ष गर्नुहुँदैछ। केही आफ्ना घरका सपना पुरा गर्नको लागि यहाँ आएर धेरै मेहनत गर्नुहुन्छ है त। धेरै देश विदेशमा हुनुहुन्छ र आज यहाँका केही दृश्यहरू म हजुरहरूलाई देखाइरहेको छु र यो भिडियो चाहिँ पुरा हेर्नुहोला। र हाम्रा धेरै परदेशी दाजुभाइको मेहनत अथवा पसिना यहाँ बगाइरहनु भएको छ। धेरै टाढादेखिबाट आएर यस्तो जग्गामा आएर मेहनत गर्नुहुन्छ है त। यो भिडियो चाहिँ अब सबैले हेर्नुहोला र सबैको मोबाइलमा पुर्याउनु होला यो भिडियो। अब धेरै परदेशी दाजुभाइले यो भिडियो हेर्नुहोला। यस्तो ठाउँमा आएर आज मेहनत गर्नुहुन्छ। घरको सपना पुरा गर्नको लागि यस्तो ठाउँमा आएर आज धेरै पसिना बगाइरहनु भएको छ ल है त।